यो चाहिँ धरान 17 इन्फामार्गमा अवस्थित खहरे खोलामा बन्दै गरेको बाटो हो। यो खोला चाहिँ एकदम पहिला एकदम फिजारिएको थियो। अहिले दुईतिर वाल लाएर खोला चाहिँ एकदम साँघुरो बनाएकोले एकदम गहिरो देखिएको छ। यतातिर अब वारिपारि एकतिरबाट जाने एकतिरबाट आउने वाने बाटो बन्दैछ। दुईतिर बाटो, बिचमा खोला, रेलिङ लगाएर चट्ट पारेर अब करिब अन्तिम अवस्थामा पुगेको छ। अब पिच गर्न बाँकी छ। खोलाको छेउछाउ, बाटोको छेउछाउ घर बनिने क्रम पनि जारी छ, किनभने एकदम सफा देखिरहेको छ। पहिला एकदम घारी थियो, बाँसझाङ थियो, एकदम अँध्यारो थियो, एकदम एडिकहरू बस्ने अखडा जस्तै बनिएको थियो। अहिले चाहिँ चट्ट परेर यसरी विकास भएर एकदम सफा राम्रो भइराखेको छ। अब करिब बाटो बनिसकेपछि झन् राम्रो होला। यसरी चट्ट पारेर रेलिङ लाएर पिच गरेर बाटो तयारी हुने अवस्थामा छ।